हेलो फ्रेन्ड्स, गुड मर्निङ। हजुरहरू सम्पूर्णलाई स्वागत छ हजुरहरूको प्यारो साइश्रीको भिडियोमा। आज भने म चाहिँ एउटा जग्गा घुम्न जाँदैछु है साथीहरू। त्यो कता होला भनेर चाहिँ म तपाईँहरूलाई देखाउँदै जान्छु। अन्तसम्म मेरो भिडियोमै बनिरहनुहुन्छ भन्ने आशा गर्दैछु है। सो यो चाहिँ हो मेरो आजको आउटफिट। हजुरहरूलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट्स मार्फत बताइदिनु होला साथीहरू है। सो लेट्स स्टार्ट। आजको दिन म हजुरहरूसँगै हुनेछु। अन्तसम्म भिडियो हेरिदिनुहुन्छ भन्ने आशा गर्दैछु है। यही भन्दै आजको भिडियो स्टार्ट गरौँ है त साथीहरू। सो स्टे ट्युन। अहिले भने म चाहिँ सोनादा पुगिसकेँ हो। अन्त अब चाहिँ एकछिन दादाको दोकानमा बस्छु, किनभने अलिक समय छ हो। अन्त दादाको दोकानमा बसेर एकछिन गफ गर्छु। आफ्टर द्याट हामी फेरि दार्जिलिङ जानेछ। अन्त हजुरहरूलाई पनि म भिडियो मार्फत देखाउँदै जान्छ। मेरो एक दुईवटा सामानहरू किन्नुपर्छ नि त हो यहाँ। अन्त दार्जिलिङ गएर चाहिँ दिदीलाई भेट्नुपर्ने छ, तर हेरौँ के हुन्छ। अब भेट्छु कि भेट्दिनँ। त्यहाँदेखि फर्स्टमा चाहिँ मलाई दिदीले आइज त भनेको छ। अब हेरौँ, किनभने म अलिकति मुडी छु। अन्त पायो मतलब उयो मलाई इच्छा लाग्यो भने जान्छु, नभए चाहिँ जाँदिनँ। सो म तपाईँलाई यहाँको झलक भिडियो मार्फत देखाउँदैछु है त। अहिले भने म एकछिन यहाँ अनुप दादाको दोकानमा कोकोनट वाटर किन्नु आएको हो, किनभने आज पुरा घाम लागिरहेको छ है। मजा आउँछ नि त खानु। सो हामी चाहिँ खानै भन्छ, खासमा त पिउनु भन्नुपर्छ नि त है साथीहरू। अहिले भने यो किनेर म चाहिँ अब एकछिन दादाको दोकानमा जानेछु। त्यहाँ गएर एकछिन गफ गर्छु। आफ्टर द्याट है अलिअलि सामान किन्नुपर्ने छ। मैले सामान किनेर घर जाने गाडीमा पठाउनु पर्छ। आफ्टर द्याट आई हेभ टु गो दार्जिलिङ है। अनि दार्जिलिङ जानुपर्छ। दार्जिलिङ गएर मैले त्यहाँ एक दुईवटा कामहरू गर्नुपर्छ। आफ्टर द्याट फेरि घर म वापस आउनेछु। हजुरहरू मेरो भिडियोमा अन्तसम्म बनिरहनुहुन्छ भन्ने आशा गर्दैछु। यहाँ पारि देख्दैछ नि साथीहरू, त्यो चाहिँ होली क्रस हायर सेकेन्डरी स्कुल हो, यानि कि म पढेको स्कुल है। अनि यहाँ साइडमा तपाईँले देख्नुहुँदैछ ब्लू कलरको त्यो घर जस्तोको उत्तापट्टि, त्यो चाहिँ हो सोनादा रेलवे स्टेसन है। अनि अलिक माथि चाहिँ म जाने दोकान छ, यानि कि दादाको दोकान छ। त्यहाँनिर चाहिँ म एकछिन गएर गफ गर्छु। त्यहाँदेखि एकछिन बिसेर चाहिँ काम गर्नुतर्फ लाग्छु। सो साथीहरू अहिले भने मैले काम सबै सकेँ। अनि यो चाहिँ हो सोनादाको मोनास्ट्री है। अनि यो चाहिँ पम्पको छेउमा छ। अब भने म दार्जिलिङतर्फ जाँदैछु। हजुरहरूलाई एक झलक खिड्कीबाट देखाइदिएको। सिट पनि मैले चाहिँ के पाएछु भन्नुहोस् त साथीहरू, ब्याक सिट पाएँ। किनभने म चाहिँ त्यो झप्के गाडी भन्छ नि, झप्के गाडीमा गएको नि त छिटो पुग्छ नि त है। सो अहिले भने म जाँदैछु दार्जिलिङतर्फ। हजुरहरूलाई बिचबिचको दृश्य भिडियो मार्फत देखाउँछु। आशा गर्दैछु मन पराइदिनुहुन्छ भनेर है। अहिले भने म रङबुल पुग्नु आँटेँ है। अनि यो चाहिँ जाँदा जाँदाको दृश्य एक झलक देखाइदिएको है। ब्यागमा बसिरहेको छु, हात बाहिर निकालेर चाहिँ यसो भिडियो गर्नुपर्छ। फेरि गाडीले हातमा लाग्छ भन्ने पनि पिर लाग्छ है। सो अलिअलि मात्रै एक एक झलक मात्रै देखाइदिँदैछु, हेरिदिनुहोस् है साथीहरू। यहाँ हेर्नुहोस्, जाँदै गरेको भिडियो पनि तपाईँहरूलाई देखाउनु पऱ्यो नि त। फेरि एकैचोटि दार्जिलिङ मात्रै देखायो साइश्रीले भन्नुहुन्छ होला है। अनि त्यही भएर चाहिँ मैले जाँदा जाँदाको दृश्य पनि एक झलक देखाइदिएको है त साथीहरू। होप तपाईँहरूलाई मनपर्छ मेरो भिडियो है। मन नपरे पनि यसो मन पराएर हेरिदिनुहोस् है साथीहरू। अन्तसम्म मेरो भिडियोमा बनिरहनुहुन्छ भन्ने आशा गर्दैछु है। सो अब चाहिँ यहाँ रङबुल पुग्नु आँटे, फाटक पुग्नु आँटे हामी। अनि यहाँ चाहिँ घिर्लिङ है, उहिलेको घिर्लिङ। अन्त तपाईँहरूलाई पनि देखाइदिएको नि त। अन्त म चाहिँ जाँदैछु साथीहरू, हेर्दै जानुहोस् ल तपाईँहरू। फेरि यो साइश्री के बिना बोलेको पनि भन्नुहुँदै होला है। अब बोलेन भने तपाईँहरूलाई बोरिङ हुन्छ जस्तो लाग्यो नि त है। त्यही भएर चाहिँ म बोलेको है, अन्यथा नसोचिदिनु होला। जाँदा जाँदै एक झलक देखाउँदै बोल्दै गऱ्यो भने मात्रै तपाईँहरू अब यो हुन्छ नि त, नभए चाहिँ बोरिङ हुन्छ नि त। अल्छी लाग्दो यो साइश्रीले के यो बाटो मात्रै देखाएको भन्छ नि त है। बोल्दै गऱ्यो भने चाहिँ साइश्री बोल्दै भिडियो बनाउँछ, मजा आउँछ नि त साथीहरू। सो अहिले चाहिँ हामी फाटक काटेर फेरि बजारतर्फ लाग्दैछौँ।
हेर्दै जानुहोस् ल मलाई यहाँनिरको जङ्गल चाहिँ पुरा मनपर्छ अन्त मैले भिडियो गरेको तर आधीमा मैले भिडियो गरिनँ हात दुख्यो नि त अन्त अहिले भने हामी चाहिँ घुम पुगिसक्यौँ यानि कि हामी पो भनेछु है हामी भन्ने बानी भएर चाहिँ हामी भन्ने शब्द प्रयोग गर्नु मन लागिहाल्दछ यानि कि म चाहिँ अहिले घुम पुगिसकेँ यो चाहिँ घुमको रेलवे स्टेसन हो एक झलक यता पनि देखाइदिइहाल्छु तपाईँहरूलाई है सो यो चाहिँ रेलवे स्टेसन घुमको यता अलिकति तपाईँहरूले देखेन होला है अब यतापट्टिको साइडमा बसेको छु म त्यही भएर चाहिँ अब देख्नु भएन होला तर प्रायः त देखिसक्नु भएको छ यो जग्गा है हेर्दै जाउँ है साथीहरू म कता कताको दृश्य चाहिँ तपाईँहरूलाई देखाउँदैछु हेर्दै गर्नुहोस् ल अन्तसम्म बनिरहनुहोस् है सो साथीहरू अहिले भने म बतासिया लुप पुगिसकेँ है अनि अहिले चाहिँ यहाँ घुम्नु पनि पुरा आउनु भएको रहेछ कारण अहिले घाम लागेर होला है साथीहरू म लास्ट टाइम आउँदा चाहिँ ठिकठिकैको दिन थियो है अब यहाँ आउने फेरि मेरो उयो नै छ प्लान छ अब नेक्स्ट टाइम आउँछु अनि हजुरहरू पनि भिडियो मार्फत देखाउनेछु है त लु है त साथीहरू अहिले भने हामी डाली मोनास्ट्री आइपुगिसक्यौँ एक झलक हजुरहरूलाई भिडियो मार्फत देखाउँदैछु है त साथीहरू अहिले भने म दार्जिलिङको रेलवे स्टेसन आइपुगिसकेँ हजुरहरूलाई म यहाँ ट्रेन पनि देखाउँदैछु है गाइज अहिले भने म यहाँ आइपुगिसकेँ है कतिजनाले चिन्नुहुन्छ होला अन्त म चाहिँ अब माथि चौरस्ता जान्छु है अन्त साथी पनि छैन आज अन्त एक्लै अब घुम्नु पऱ्यो नि पर्खिनुहोस् है पहिला ब्यागको चेन लगाइहाल्छु गाइज अन्त फर्स्ट म त्यहाँ जान्छु चौरस्ता जान्छु एकछिन घुम्छु है आफ्टर द्याट चाहिँ म घर फर्किन्छु मेरो एउटा काम छ एकजनालाई भेट्नुपर्ने छ त्यही भएर चाहिँ म आज आएको सो साथीहरू हेर्दै जानुहोस् अहिले भने म चौरस्ता पुगिसकेँ अनि यहाँ प्रोग्राम हुँदैछ है रामनवमीको अन्त हजुरहरूलाई पनि यसो एक झलक देखाइदिएको अब भने म मेरो भिडियोको अन्ततर्फ आइपुगिसकेँ हजुरहरूलाई के कसो लाग्यो मेरो भिडियो यसो कमेन्ट मार्फत हजुरहरूले बताइदिनुहुन्छ भन्ने आशा गर्दैछु यही भन्दै म मेरो यो सानो भिडियोलाई यहीँ अन्त गर्दैछु है त हस् त अहिलेलाई यति नै बाई बाई लभ यु अल टेक केयर हजुरहरूको दिन एकदम राम्रो बितोस् हजुरहरूको रात एकदम राम्रो बितोस् है सो बाई बाई लभ यु अल टेक केयर